गुड मर्निङ गाइज। अब हामी आज चाहिँ घुम्न जाँदैछौँ डहरे देउराली। हामीसँग नम्रत सबै जेन्जी ग्याङ छन्। के हो त्यो चार्ज हुँदैछ। भाउजू भाडा मास्दै हुनुहुन्छ। जेन्जीको भाडा मास्दै हुनुहुन्छ। हाम्रो जेन अल्फा कुकुर। जेन्जी हो कि जेन अल्फा हो? जेन्जी नै हो। बेलैमा नास्ता खान घन्टे धेरै चाउमिन खाने हैन। घरमा रोटी पकाएर राखिदिन्छु। रोटी खान आउनुपर्छ। अब हामी चाँडो गएर पैसा छैन मसँग। हामीसँग हाम्रो विदेशबाट अमेरिकाबाट आउनुभएको हाम्रो मामा हुनुहुन्छ यहाँ। ओके ओके। उहाँले अलि नेपाली खासै राम्रोसँग बोल्नुहुन्न। अलि आन्छ मलाई। यसलाई क्याप दिनु अरे बाबा एउटा। यी क्याप त्यो होइन अर्को दिनु अरे के। खुरपेटो पनि छ। बडो गजबको देखिँदो रहेछ यो लाउँदैछ। पानी बोक्न खोज्नु पर्यो सबैले। अब पाले पालो बोक्नु पर्यो। भाइले के गरिरहेको भान्जा नि भन्दा पनि छन्। लाउ चस्मा भाइ पनि छन्। लाउ लाउने लाउन USA. Okay. Where are you from? चस्मै ल्याएर जानु पर्छ काम चाहिन्छ। Okay. Jump. Where are you from? कति राम्रो बाबु किसिमी देखियो नि बाबु। मान्छे राम्रो हो कि चस्मा राम्रो हो कि पक्कै पनि मान्छे नै राम्रो होला। आहा आहा बाबु हेर्नुहोस् त बाबुलाई चिन्नै गाह्रो भयो। आहा नानी कति राम्रो नानी। कहाँबाट आएकी होलिन्? ओहो पर्वतका मान्छे यति राम्रा हुन्छन् भन्ने मैले बल्ल थाहा पाएँ। आहा नमस्ते आमा। नमस्ते। Where are you from? नेपाल हो न। हामी अब हिँड्दैछौँ। हाम्रो यात्रा सुरु हुँदैछ अब। हजुरको क्याब जति जम्मै हो र है। हाम्रो टोलीको यो हाम्रो यात्रा सुरु हुँदैछ अब। कति लामो यात्रा हुन्छ हेर्दै जानुहोस्। हाम्रो गाउँभन्दा यति माथि बेतरीभन्दा माथि दाद्रा आइसकेका छौँ। दाद्रामा हाम्रो अस्ति हामी गएको टावर चाहिँ त्यो टावर हो। त्यतिखेर चाहिँ हल्का बादल लाग्थ्यो। अहिले चाहिँ क्लियर छ। शाहरुख खानको पोजमा सल्लु भाइ। क्याट्रिना कैफ को हो? क्याट्रिना कैफ जस्तो। यता फोटोसुट चलिरहेको छ सानसानो बाबु नानीहरूको। ल अब हामी चाहिँ घन्टेतिर लम्किँदैछौँ। ल त्यति समयको लागि चाहिँ टाटा। फाइनली हामी घन्टे आइपुगेका छौँ बस लागेर। ल घन्टेमा घन्टे बजाइयो। फाइनली घन्टे आयौँ। पानी खाँदैछन्। अहिले घन्टेमा छौँ र हामी जाने भनेको चाहिँ त्यो डाँडाको टपमा होइन, त्यहाँ मन्दिर छ। त्यहाँ चाहिँ डहरे देउराली। हामी त्यहाँ पुग्नेछौँ। मलाई देऊ न ह्याप्पीडेन्ट। यति रहेछ तिमी के हो त त्यो हान्न खानु ल्याप्प। सरी
पहिला पनि देख्छु समातेर दाइको पाचक लिनु भएन ल है त हामी घन्टीबाट अगाडि लागिसकेका छौँ पछि 2 किलोमिटर धेरै भए 2-2.5 किलोमिटर होला 50 रुपियाँ मागेको गाडीले त्यो भएर हामी चाहिँ पैदल यात्रा नै गर्ने सोचमा पुग्यौँ साथीहरू अघि पनि हिँड्दैछन् साथीहरू हात समातेर मास्क चाहिँ किन लगाएका हुन् मैले अलि बुझ्न सकेको छैन है हाम्रो अब खानेकुरा पनि बोकिसकेका छन् साथीहरूले अब लगभग कति टाइम लाग्छ होला अब लगभग 1-1.5 घन्टा जतिमा पुगिन्छ भन्ने अनुमान लगाएका छन् अब यो चाहिँ हाम्रो के सल्लाहगारी हो यो यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ सल्लाह हो यो हेर्नुहोस् यो छ ओ वसन्त तिनीहरू दुईजना एउटा कपाल एकजना चाहिँ के भन्छन् थर्ड व्हिल भनेर हिँड्यान् ओके हामी ये हम है ये हमारा गाड़ी है हामी म्याप हेर्दैछौँ कति बेला पुगिन्छ हाम्रो अझै टाइम लाग्छ धेरै नै टाइम लाग्छ गाडीले देख्छ भनेर अघिको गाडी आउँदैछ हामीले पैसा नतिरेर के धेरै हाम्रो औरा माइनस गर्न चाहन्नौँ हामी देखिन्छ के भन्छ नलुकाउनु कि यस्तै भयो कि बरु बस्छ नर्मल गाडी पनि गइसक्यो हामी लुकेर माथि निस्किसक्यौँ एउटा इन्फर्मेसनवाला कुरा भनिदिन्छु ल यो चाहिँ यहाँ यो लगाएको छ नि यो बार लगाएको चाहिँ वहाँ पनि देख्न सकिन्छ है यो चाहिँ हाम्रो यहाँ फरेस्ट फायर जङ्गलमा आगो लागि भयो भने चाहिँ त्यो नफैलियोस् यति भागमा मात्रै लागोस् त्योभन्दा उता कटेर नजाओस् भनेर चाहिँ लगाएको हो अरे भन्ने मैले कतै देखेको थिएँ है यहाँ चाहिँ के भएर लगाइयो त्यो थाहा भएन मैले देखेको चाहिँ त्यो थियो हामी अब यो सल्लोको वन कटिसकेका छौँ यहाँसम्म थियो सल्लोको वन भर्खर यहाँ गाडी आएर हामी यहाँ कुरेर गाडीलाई अघि जाँदा थियौँ धुलो उडाउँछ भनेर अब हाम्रो यात्रा अगाडि बढिरहनेछ ल फाइनली हामी बयाले आइसकेका छौँ बयाले छौँ हामी सिधै गयो कार्किनेटर तल होइन यता गयो ऊ है तल गयो भङ्गरा कताको तल हो र तल यताको तल होइन कि उताबाट यताको तल यता गयो चाहिँ सिरबारी हो है नेपालको फर्स्ट होमस्टे बजारमा राम्रोसँग देख्छु अनि हामी जाने अर्को चाहिँ त्यहाँ डरे मन्दिर त्यो स्याङ्जामा पर्छ दिस वान इज फ्रम पर्वत त्यो पर्वत काहुले यो चाहिँ फेरि स्याङ्जा पर्दो रहेछ यिनीहरूलाई कसले बोक्ने भनेर त्यहाँ लडाइँ भइरह म चाहिँ लास्टमा सबैभन्दा लास्टमा यिनीहरूले मलाई लास्टमा के हो ओए कसको सुनपापडी रहेछ बाँडेर खानु भएको छ कति रमाइलो कस्तो राम्रो ठाउँ छ हेर हौ अब बजारमा देखा न हाम्रो गाउँ हाम्रो के अरे हाम्रो कुल मन्दिर हो कि धार्मिक स्थल होइन मूल मन्दिर हाम्रो देशको मन्दिर फरक घुमा त घुमा न
स्याम्पूको एडको लागि अब आउँछ तिमीलाई मेल। स्याम्पूको एडको लागि मेलको लागि मोडलको लागि अफर आउँछ अब। यही थाँतीमा हो यो बगालेदेखि कहिलेदेखि चाहिँ थाँती होइन त्यसैमा हो माथिको बाटो त्यो त नयाँ होला। खोइ चाहिँ चिल अझै उहाँ माथि डढेलोले पुरै रुख सुकेर बाटो देखियो के उता आउने ठुलो माछा बुझ्नु हो कि आइसको नि हिमाल भनेको चाहिँ कोही चढेको छैन भनेको कोही चढ्नै सकेकै छैन कि हामी जाँदाखेरि एउटा मान्छे झुन्डे थियो त्यहाँ जाने हो मन्दिरमा जाने हो डरे एक्सप्रेस हामी चाहिँ लगभग खै आलिबाट आयौँ होला साथीहरूसँग अगाडि चाहिँ म चाहिँ लास्टमा छु एकदमै उकालो छ र भ्यू पनि राम्रो छ यता चाहिँ स्याङ्जा पर्छ र यता चाहिँ पर्वत जिल्ला पर्छ त्यो बजार चाहिँ कुस्मा बजार हो त्यो चाहिँ पर्वत जिल्लाको सदरमुकाम हो र हामी अहिले डरे देउराली जाँदैछौँ एकदमै उकालो उक्लेर यहाँसम्म आइपुगेका छौँ बेसी त मैले हाल भनेको कस्तो फाइदा हो उकालो उक्लिँदैछौँ टिकटक बनाउने होला नि थकाइ पनि हामी एकछिन नि बसेन ननस्टप होइन अब फेरि हाम्रो बाटो आउँदैछ हिँडेर होला यस्तो गऱ्यौँ है उता चाहिँ हिमाल यता चाहिँ बाटो चाहिँ हाम्रो चाहिँ स्प्राइट खोलिदिन्छ खोइ यता हेरौँ न हेरौँ न यता माइ फ्रन्ट क्यामेराबाट
तातो भयो कस्तो खुलिए ओइ म एक गुड्की भने यिनले भिडियो गरेर एक गुड्की नि खानु पाइन्छ तातिसकेछ लास्टै तातो भयो स्प्राइट क्लियर छ यसको गुड्की खायो ए 3-4 गुड्की खायो चस्मा ल्याउनु न हजुरको कहाँ मेरो त ठुलो हुन्छ होला चस्मा त घरतिर भाग्दै थियो है होइन कहाँ राख्नु अच्छा तपाईँ जस्तो बोटु देउदेखि नभ्याएको अब आउने चल्ने धेरै देख्यो होला डढेर घामले मैं तो था गई बाबा तर अब आइसक्यौँ अब धेरै छैन अहिलेसम्म हिँडेको को लेकिन कति होला 315% होला तर उकालो हुन्छ तिमी चाहिँ मन्दिर जानु ठाउँमा चाहिँ उकालो पसिना पसिना भयो र माथि प्लेन उडिरह आहा कति राम्रो बाबुहरू होला कहाँबाट आयो बाबुहरू हामी बेतेनीबाट ए तर यतापट्टि चाहिँ एकदमै राम्रो छ ल यहाँ चाहिँ हाम्रो चाहिँ स्प्राइट खोलिदिन्छ एक एक घोटी नाकबाट खोइ यता हेरौँ न हेरौँ न यता ल न फ्रन्ट क्यामेराबाट तातो भयो कस्तो खुलिए ओइ म एक गुड्की भने यिनले भिडियो गरेर एक गुड्की नि खानु पाइन्छ तातिसकेछ लास्टै तातो भयो स्प्राइट क्लियर छ यसको गुड्की खायो ए 3-4 गुड्की खायो चस्मा ल्याउनु न हजुरको कहाँ मेरो त ठुलो हुन्छ होला चस्मा त घरतिर भाग्दै थियो है होइन कहाँ राख्नु अच्छा तपाईँ जस्तो बोटु देउदेखि नभ्याएको अब आउने चल्ने धेरै देख्यो होला डढेर घामले यो त डोजर होइन यो त बुल हो बुल रहेछ गाडी फसेछ कि त्यहाँ हामी नि अस्ति त्यहीँ हुन्छ नि नयुज गरेको अस्ति हामी त्यहीँ युज गरेको त्यहीँ रोकिएको लास्ट टाइम उयो चाहिँ मुक्कालो खायो बेन्दर कोही आखान होला कि यहाँ मन्दिरतिर बाटो राम्रो बनाउने काम चलिरहेको छ यहाँ अब भन्दा राम्रो हुन्छ यो बाटो अर्को नेक्स्ट टाइम आउने बेलामा चाहिँ आइयो भने कति बेला आउनु भयो नि अन्त 1 घन्टा आउनु पर्यो जानु त भेटिन्छ मलाई हामीले भेटिनु भयो त्यसो भए हजुर जानु मन माथि नै कति जाति जाने जानु भयो यहाँ मलाई नि माथि जानु भयो मैले अस्ति देखेको मेरो राम्रो गाडी रहेछ भने मलाई त म्याम फोटो प्लिज मलाई म्याम होल्डिङ गर्न हिँड्यो
हामी चाहिँ डरे आइपुगेका छौँ र अझै माथि पनि जानु छ। यो चाहिँ बल्ल तल आइपुग्यौँ हामी। अब अझै माथि मेन ठाउँमा हामी जान बाँकी नै छ। यो यति मात्रै खिच न भयो फोटोमा। उतादेखि मन्दिरदेखि खिच है सेभ गर है। फाइनल्ली हामीले मन्दिर देखिसक्यौँ। सेभ गर है। भूकम्प आउँछ। भूकम्प वहाँ पुग्ने हो अब। अझै माथि पुग्नु। यो दाल पोखरा माउरी साय मन्दिर बन्दैछ यहाँ। उकालो उक्लिँदैछौँ हामी चार भाइ। उकालो छ, ठाडै उकालो छ एकदम। लगभग आइसक्यो होइन। रुखसम्म आयो, रुखबाट कटेपछि बल्ल आयो। यहाँ सिक्का हाल्यो भने के बच्छ भनेर भन्नुभएको थियो कि पहिला। यो चर्छ उस्तो चर्न 2001 तल 2000 हो कि माथि नै हो 2000 फिट? माथिबाट होला सायद। अझै हामी उही माथि जानु। दसमा नलागिन कस्तो हात पहाडीमा। ल अब हामी फाइनल्ली डहरे देउराली पुग्न लागिसकेका छौँ र यता होइन कामधेनु गाईको शिर जाने बाटो अरे यता। यता चाहिँ कामधेनु गाईको शिर जाने बाटो पहिला। अनि र यता चाहिँ पहिला यता भ्यू यता आउँछ राम्रो मान्छे खिच्ने चाहिँ यता माताको मन्दिर पहिला होइन मुखसुक्दुम यता उसहरू धाराहरू मुखसुक्दुम स्टिल हान्नलाई ठाउँ बवाल छ कि एउटा कुरो खाइदिनु। यहाँ के रहेछ? को मल रहेछ गाइस, को मल रहेछ गाइस। एउटा मात्र किनेको भनौँला। दुर्गा माताको वाहन बाघ यहाँ आउँछ होला बेला बेलामा होइन। नवीन हजुर भन्नुहोस्। तिम्रो फोन यहाँ फुटेको थियो पहिला मैले गर्दा के कस्तो नआउँछ? के लाग्यो? जानी नै हो फेरि फुटाएको। जानी फुटेको रहेछ। आज रिभिल भएको छ। फुटाल भन्थ्यो मैले भने होइन हौ, त्यो मैले टेम्पर ग्लास निकाल भनेको। टेम्पर ग्लास पहिल्यै चर्को थियो। त्यो
पानी आइरहेको त भार रहेछ अरे भाइ साहब कहाँ गए कोरा है इधर त धारा टोयलेट सबैको सुविधा छ यहाँ साथसाथै भ्यू पनि राम्रो छ यो चाहिँ यो ठाउँको सबभन्दा अग्लो ठाउँ होला यो तल सिरबारी छ हाम्रो फेमस सिरबारी जीवन सर टोयलेट जाँच गर्दै हुनुहुन्छ अझै ऊ त्यहाँ जानुपर्छ हामी एकदम राम्रो भ्यू आउँछ त्यहाँबाट है के रहेछ यो ल फाइनल्ली हामी यताको अर्को डाँडामा पनि आइसक्यौँ यो चाहिँ यो कम्प्लिट अन्नपूर्ण माउन्टेन रेन्ज उतिसम्म छ यो यस्तो त्यो सबै यताउति सबै रहेछ त कति रहेछ यस्तो टिपामै ओइ भाँच्नु पर्ने रहेछ कति राम्रो देखेको यो यस्तो रहेछ साथीभाइहरूले यहाँ चाउचाउ खाएर पनि फालेछन् र म आउँदैछु यस्तो बगैँचाबाट आउँदैछु म के को झार हो यो तर राम्रो रहेछ साथीभाइहरू ढुङ्गाको माथि चढेका छन् र म पनि चढिदिन्छु ल म पनि ढुङ्गाको माथि चढेँ साथीभाइहरू यता चिल गर्दैछन् यहाँ त माथि जाने हाम्रो बाटो छैन हिमालको भ्यू हेर्दैछौँ अब हामी यता पहाड यता हिमाल यता पहाड हटाइन होइन ढिलै खिचौँ कि छिटै खिचौँ हिमालहरूको के स्टोरी हाल्नलाई मेन मन्दिर चाहिँ त्यहाँ हुनुहुन्छ सनसेट बगाल देखिन्छ सनराइज के सनराइज सनसेट सबै दामी देखिन्छ तिनीहरू उहाँ जान्छन् होला क्या त्यस्तै लाग्यो मलाई ए हामी नबोल्नमै केही नगरमै तिनीहरूले गरौँमा गरेर हुनुपर्छन् अनि बल्ल गर्ने यस्तो डाँडा उताको टावरमा चाहिँ झनै हावा चल्थ्यो होला कता अनि चलेको थियो त्यहाँ त्यहाँ त्यतिखेर मौसम नै त्यस्तै थियो पानी पर्ला जस्तो कस्तो बाल्ने जस्तो थियो बवाल खिच्यो भयो कि बिचमा म्यासेज आयो कि नखिच क्या धेरै हामी चाहिँ अब यता एउटा होटेल नै के त्यहाँ मन्दिर छिर्न आयो यहाँबाट स्वागतम भनेर लेखेको रहेछ धेरै माथि नगरै देखिनु थोप्रा जाम है देखियो हिँड अघि त्यो छ बाटो पनि पुरै डरे देउरालीको मन्दिर डरे देउरालीको मन्दिर हो यो ए एन्टिलाइट पर्दो रहेछ यता त पुरै ल यता चाहिँ सेङ्जा आचर सेङ्जा के भन्छन् सबै यता पर्दो रहेछ अनि दरौ सिरबारी चाहिँ यतापट्टि कतापट्टि भन्थे यस्तो छ है यो पुरै घाम लगाएर कस्तो नदेखेको है यतापट्टि अलि धमिलो देखिन्छ यहाँ चाहिँ मन्दिरहरू छ अलिकति त्यो पूजा गर्ने गुरुहरू बस्ने ठाउँ रहेछ यहाँ अनि उहाँ चाहिँ कुस्मा बजार भयो त्यो कुस्मा बजार भयो के अरे पोखरा यतापट्टि पर्छ यो भयो हाम्रो डहरे देउरालीको मन्दिर ल है हामी डहरे देउरालीको मन्दिरको टपमा आइपुग्यौँ यस्तो रहेछ यो त बाटो माथि चाहिँ बादलबाट माथि
अब यहाँ चाहिँ पुरै हिमालको उहरू छ हिमालहरू मात्रै छ माछापुच्छ्रे यो हेर न यो चाहिँ यतापट्टिको बादलले छाया देखेको यो चाहिँ कुन अरे कुन यो त्यो धौलागिरी यो धौलागिरी भयो यो अन्नपूर्ण भयो यो माछापुच्छ्रे चाहिँ थोरै देखिया रहेछ यो हो यहाँनिर थोरै देखिया रहेछ माछापुच्छ्रे अनि यताको चाहिँ के भन्छ गणेश भन्छन् के भन्छन् अरे हो अरे है त्यो चाहिँ एक्ज्याक्ट थाहा भएन अनि उहाँ चाहिँ त्रिशुल छ ठुलो त्रिशुल के त्रिशुल भन्थ्यो नि यो यहाँ चाहिँ के लेख्या रहेछ यस्तो मन्दिर चाहिँ यतिको छ यहाँ चाहिँ पूजा गर्दै हुनुहुँदैछ यता चाहिँ कार्किनेडा बजार वहाँनिर कार्किनेडा बजार छ अन्नपूर्णले छोप्दो रहेछ अनि सब छोपिदो रहेछ यो बुट्टोहरू चाहिँ खतरा देखिँदो रहेछ यहाँबाट यो चाहिँ ट्रपिकल एभरग्रिन फरेस्ट भन्छ यिनीहरू चाहिँ त्यस्तो भन्छ अरे खै मलाई त थाहा थिएन है यो पढ्न पर्छ त कस्तो घाम भयो क्या आज त हैन हावा चल्ने चिसो लटी चकपाई 2000 लागि कति हो 2100 हो कि 2000 ए फोरो नगर है तल चलाउने ल ल त्यही हो फोरो फाल्न उसमा यही राख पछि त्यो खाएको भाडामा लगेर गएर कतै जलाउनु यता त जलाएन ए दिदीको दाँतमा हेर खै यता हेर्नु त कुकुर त अगाडिको अघि जाने देख्छ कुकुर त कस्तो हुन्छ कुन चाउ रे हो टुपियाम नि हाल्नु के दिदी यार कुरकुरे किनेको कसले ल्यायो टुपियाम त्यहाँ हाक्यो ल निकाल त खै हाले थियो ब्याग त छैन कि पछि निकालेको ब्यागै खाली थियो त्यही लाग्थ्यो कि देखे जस्तो लाग्यो मैले यसमा भएको निकालेको मेरो ब्याग छुट्टै ल्याएको भए नि ल्याउ होला रुके खोलेको के हटस्पट खोला न चल्यो म बल्ल चलेछ मेरोमा त ब्यालेन्स नै आएन अझै आएन त्यहाँ हिस्टोरीमा हेर न हेरेको हो कि नम्बर नि ठिक छ सबै ठिक छ 20 रुपैयाँ भयो यो नम्रामै धेरै दिन एकचोटि हेर न नवीन उता बसेर खान्छ उता ए चल्यो नि भन्छ नगर त्यहाँ त लाग्छ यता नहिँड्नु गरिदिन्छु यस्तो खाइयो भने सुरक्षा लाग्यो छलाएर नम्रते माथि यो टावरै 0 हो दुईवटा मात्र हालेर हाल्नु न केही बोलिन क्या केही बोलिन यो खमा त माथि एकजनाले अनि यसम्म त तर च्याट चौकेटी मैले माथि धेरै सम्म तन्काउने एउटा डाइ फेरि उसको जस्तो आएको जस्तो दुईटा नै है होइन चिचिट खावाले माथि हात माथि मन उस थिए पुजारी मजा आयो छिटो खाएको तर नछेक्नु मलाई खाना दे खास त 1 कुन्टल लिएर आउनु पर्ने कि आफ्नो भएकोले जसले छिटो खान्छ धेरै खानुपर्ने है अन्त त बस्टो के भने त्यो दुईटा हुने गरी क्या तर एकजना त एक्स्ट्रा हुन्थ्यो 1 कुन्टल चाउचाउ लिएर आउनु पर्ने हो ठिक्क हुन्थ्यो पेट भरिन्थ्यो तातो पानी लिएर आउनु ढाड पोलो यार लाग्छ पोलो हामीलाई त खानु माल भयो यहाँ ट्याक्क भयो लाइला लास्ट पिस
अनटचेबल अनटचेबल यो ल्याउ फोटो उठाऊ यहाँ अब नवीन ओ ब्लगर त्यहाँ फोटो उठाउ न ल्याउ यहाँ फोरो रक्षा आफू बसे यहाँ रक्षा यहाँ बस यता एउटा खाकी बाँकी ब्लग गर ए ब्लग गर ब्लक फोकस भएको छ ल नि भयो के फोटो टिपेर हालौ न ओइ मेरो जिब्राबाट पानीको छुट्टियो यस्तो जिब्रा माथि लगेर सरसफाइ कार्यक्रम नि सकिएको छ ल गच्छलाई नि हालौँ ओइ 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 आजकलको जमानामा कुरो लाएछ का कुरो लाग्यो क्या म यस्तो गर्छु के गर्छु अनि ढ्याउ गरेको आवाज मेरो दिदी फुलोस् बढोस् फाइनली गाइज हामीले गरिबको बच्चा भेटाइसकेका छौँ उहाँलाई सख्त जरुरत छ खानापिनाको उहाँ भाग्दै हुनुहुन्छ तपाईँ मिडियामा देखिनुपर्छ उता हेर्नुहोस् तपाईँ क्यामेरामा हेर्नुहोस् प्लिज मलाई चिज बल दिनु होला चिज बल चाहियो अरे उहाँलाई यहाँ छ अनि मिठो दिदीको चाउमिन पनि चाउमिन मिस गरिरहेको छौँ चाउमिन खाने अब गएर छिटो मिठो दिदी हामीलाई डिस्काउन्ट चाहियो आज नवीनले बनाएको चाउमिन खाने हामीले प्लिज है नवीन हजुर पाइन्छ हो नुन लाएर बस त्यस्तो मोमो त खान्न मन ओइ मेरो कपडा खोज्छ मलाई पनि 57 यसो अन्दाउनु कति ढिलो गरेर आएको त कति गर्नु एकछिन तिम्रो नि राख चार्जमा मैले त यहाँबाट हिँड्छु अनि त्यहाँबाट हिँड्छु अनि हुन्छ सरेको छौँ डरे पुगेर बाटोमै छौँ हामी चाहिँ लगभग झरिसकेका छौँ र जङ्गलको बाटो आइरहनु हल्ला गर्दै हिँडिरहन् हिमाल देखिरहेको छन् बाटो लागेको छ अलिअलि त किन चपक्कै लाग्यो बाटो यहाँ चाहिँ रहेछ घाँस काट्ने चौर रहेछ र यहाँ चाहिँ आगो लगाएर डढेर रहेको सल्लाहको रुखहरू छन् एकदम खतरनाक देखिरहेको जे भए पनि गाडी गयो कि नभए चाहिँ गाडीमा जानुहुन्छ नि यार फाइनल्ली हामी डरेबाट झरेर बगाले आइपुगेका छौँ र बगालेबाट यस्तो देखिरहेछ र सबै थाकेछन् तर सबै अगाडि पुगिसक्यो किन हो मान्छे यस्तो जङ्गिँदै हिँडेको गोरु पनि सोचिरह होला कहाँ हिँडिरहने यिनीहरू जङ्गिँदै साथीभाइहरू पत्र खाएर आइसकेका छन् है तपाईँ रिसाउनुको कारण के हो किन हो भन्नुहोस् पुलिसले जेल लगायो यस्तो त मलाई यसले आक्रमण भयो भर्खर यहाँ भर्खरै आक्रमण भयो मलाई प्यारीले आक्रमण हाने आज यसले ल साथीभाइहरू यहाँ दुईजना कैदी ए कहाँ यो खसेछ मेरो गोजी कार्ड भन्नुहोस् मन्त्रीज्यू आज म त छोडेर जाँदै बिहा भयो नि पछि नेता त चाहिन्छ त्यो देश हिँड्छ ल भन्नु हामी तपाईँको झोले हौ भन्नु
के हो फ्याक कुरा भन्नु छ फ्याक कुरा फ्याक कुरा भन्नु छ के हो भन्नु जनता दलमा त भन्छन् मिडिया कर्मी साथी अलि अगाडि जानु पर्यो मिडिया कर्मी अगाडि जा तिमीको प्लान के हो जाऊ अगाडि जाऊ तिमीहरू जाऊ जाऊ कि तिमीहरू जाऊ त जाऊ ओइ हिरो राति परिसक्यो म छु कि यिनीहरूलाई मन्त्रीज्यू भनिदिनुहोस् के हो तिमी तपाईँले मिडिया साथीलाई त्यस्तो भन्न पाउनुहुन्न भन्नु छ कार्ड देखाउनुहोस् कार्ड तपाईँको कार्ड हामी बडीगार्ड हो तपाईँ कार्ड यहाँ छ। गुच्चीको क्याप फाल्दिउँ है जलाएर त छोड्यौँ कि अघि एक ठाउँमा फाल्दिउँ कि फोटो यसरी लिएर जीवन सरिता हुन्छ घन्टीको डस्टबिनमा लगाएर फाल्ने के मन्त्रीज्यू तपाईँ फोटोको डब्बा थियो होला नि यहाँ यसरी पसिना त्यही माथि धुलो बाटो तपाईँहरू दुईटा दल मिलेर यस्तो बहुमत लिएर अघि हिँड्न पाउनुहुन्न दुई दलको बहुमत भयो भन्नेमा म चाहिँ घन्टी पार्टी तपाईँ कुन पार्टीको हो ओडार छ यहाँ ओडार पाग्लो पनि यहाँ पनि छ सानो ओडार मन्त्रीज्यू हात समातेर यसरी गठबन्धन गरेर 3 जना हिँड्न पाउनुहुन्न केपी प्रचण्ड र देउवा मन्त्रीज्यू भन्नुहोस् जनताजनाको ओए सर्प हेर्नुहोस् मरेको सर्प मन्त्रीज्यू भन्नुहोस् जनताजना कसले बत्तिन्छ तपाईँहरू अनुहार देखाउनुहोस् यो कुरो खाएर हामी पछि पनि त्यसै हिँडेका होइन भन्नुहोस् जनता जान चाहन्छन् भन्नु चिनिराख्नु होला जनताहरूले अग्लो अब आउने चुनावमा मन्त्रीज्यू वो खुट्टाउनुहोस् भन्नुहोस् मन्त्रीज्यूसँग त खाइदिनु भयो मन्त्रीज्यूले मन्त्रीज्यू चस्मा पनि खाइसक्नु भयो देश त खानुभयो चस पनि खानुभयो मन्त्रीज्यू भन्नुहोस् मुख लुकाउनु पाउनुहुन्न आज तपाईँले भन्नुहोस् एउटा खाने त्यो उहाँले यस्तै गर्छ कि दीपक राजगिरी राम्रो कि राजेश मन्त्रीज्यू होइन लौ त्यसले गरेर जान्छ आउँछ बाटोमा त हाल त पानी धुलो उड्यो मन्त्रीज्यू तपाईँ आज आउँदा टाउकोमा बाटोमा हाल्नु फुल वर्षा भएन किन भन्नुहोस् तपाईँ प्रधानमन्त्री हुँदा मात्रै फुल वर्षा हुने हो भन्नुहोस् जवाफ दिनुहोस् आजको दिनमा ठ्याक्कै हो आजको दिनमा ठ्याक्कै भन्नुहोस् टुङ्गो लाउने गरेर भन्नुहोस् छिटो मन्त्रीहरू बाटै छन् जनताको हातबाट हजुरले बनाएको बाटो हो यो बलियो भइसकेको छ हामी अघि बढ्छौँ हामी नेपाललाई अघि बढाउँछौँ तपाईँ नाइकको झोला नेताज्यू तपाईँ भारत जानु रक्षा रोशनी जस्ता हुन् हाम्रा नेता कस्ता हुन् रक्षा रोशनी जस्ता हुन् हाम्रा नेता कस्ता हुन् रक्षा रोशनी जस्ता हुन् यता देखाउनु वरिपट 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 यहाँ फोन गरेर बस्छ क्या वरिपट के छ वरिपट यहाँ जनतामाथि हात उठाउनु के कसले हो भन्नु आज मन्त्रीहरूसँग हिँड्न पाइएको छ चाहिँदैन मलाई मन्त्री क्युटी मन्त्री थिएछन् भ्रष्टाचार गरिदिरहेछन् मन्त्रीजी यिनी मन्त्री त मेरै हो ओहो अर्को भ्रष्टाचार नेपो किट हो क्या यो मन्त्रीजी झोला छ मात्रै नि ओ झोले मैस बस्ने त कि यो होइन मन्त्रीजी फ्युचर पत्रकार हो क्या हो यो मन्त्रीजी भन्नु डेडिकेसन पानी खानुहुन्छ?
ए पहा मन्त्री पानी खान्छ एकछिन मन्त्री चस्मा लगाइदिनु मन्त्रीज्यू त मन्त्री त्यस्तो नगर न हैन यो त पोखिएछ अलिकति होइन म गरिदिन्छु कि पानी नै भनेर नाकबाट निस्केला पानी उ गर्नु पर्यो कि पानी नै हो नि हो मन्त्रीज्यू के खानु भएको त घुस त होइन नि ब्ल्याक वाटर घुस त होइन ब्ल्याक वाटर ब्ल्याक मनी ब्ल्याक वाटर ब्ल्याक देखिन्छ भनेर यस्तो उसमा स्प्राइटको बोतलमा हिँड्नुस् मन्त्री मन्त्रीज्यूको अगाडि छु म मन्त्रीज्यूले नाली बनाउनु बाटो बनाउनु होइन मन्त्रीज्यू एउटा मन्त्री अलि बिस्तारै हिँड्नुहोस् अर्को मन्त्रीले गाह्रो भयो मन्त्रीजीको पानी बोक्ने पनि सौभाग्य मिलेको छ मन्त्रीजी के बोक्दै हुनुहुन्छ फाइल बोक्दै हुनुहुन्छ मन्त्रीज्यूले मलाई हान्नु भयो मन्त्रीज्यू स्विजरल्यान्ड गयो मलाई कुक इन द टाउन आगै बोले होइन त कुक साहब ए आगो निभेछ निभेछ यसलाई बाल्नु पर्यो एकैछिन है गाडी पनि आयो मामाको छोरा हो कि दुईटा ल हाम्रो खाजा पनि आइदिन्छ पहिला रसाइदिलाई दिउँ न होइन पहिला रिसा खाना नि मैले पेट दुख्छ मैले बनाएर दिएर नै पठाएको पेट दुख्यो कसम चाहन्छ अल्लाह नम्रत त्यो डाँडामा पुगिरहेको हामी डाँडामा अहिले चाहिँ हिमाल एकदम राम्रो देखिरहेको सबै बाटो लटेर कता जाने हामी केटाले जाने हो कुन बाटो जाने हो थकित मान्छे थकित के भयो त्यो बाटो त कुन बाटो छ घुमायो हो यसरी खुट्टा देख्यो यो टेक्न भएन कि मेरो होरिया थिङ दुख्छ के हुन्छ अस्ति नै बसन्तले गाली खाएको थियो बाबाहरू त्यस्तो भयो कि पिटेर जङ्गलबाट आउनु भने यस्तै भयो थियो नि बस्नु हाँस्नु थियो नि बाबाले गाली गर्नुभएको के होइन खुट्टा दुखेर हो क्या धेरै हिँडेर आज तन्काइदेऊ त बोइलर कुखुरा जस्तो घर बस्नु हाम्रो बाटोमा यो गरेर कत्रो सिंहदरबार जत्रो जलिसक्यो सिंहदरबार ओ यो पटका नि पड्काउनु जाने रहेछन् हामी यहीँ झर्ने होइन हामी पनि अर्को भैलियो कि हामी नि अर्को भैलियो भनौँ न ओए भाइ साहब भाइ 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 ल जीवनलाई बिदाई गर्दैछौँ अब हामी बाई जीवन हामी जति छिटो निस्के पनि घरबाट टाइममा पुग्ने रहन्छौँ के ल हामी फाइनली घर पुगेका छौँ ल हामी फाइनली घर पुगेका छौँ
ओइ वेलकम पनि गर्नुहुन्न है कम कम ल इन गर बाई बाई यता नि यता बाई जेन्जीको वेलकम यति नै थियो हाम्रो डर देउरालीको यात्रा। धन्यवाद।